नमस्ते। नेपालको भूगोल त्यसमा पनि विशेष गरी नदी प्रणालीको यो गहिरो विश्लेषणमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आजको हाम्रो यो सामग्री पूर्ण रूपमा परीक्षा केन्द्रित हुनेछ। हामीले यहाँ समेटेका हरेक तथ्याङ्क, हरेक तथ्य तपाईहरूको आगामी परीक्षाको लागि सम्भावित प्रश्न बन्न सक्छ। त्यसैले एकदमै ध्यान दिएर सुन्नुहोला है त। आज हामी सरसर्ती के हेर्दैछौँ त? सुरुमा जलसम्पदा र नदी प्रणालीको कुरा गर्नेछौँ। त्यसपछि नदीका स्तर र उद्गम, हाम्रा बिग थ्री अर्थात् कोशी, गण्डकी र कर्णालीका विशेषता अनि सहायक नदीहरूको क्रम, सँगसँगै पौराणिक नाम र प्रमुख हिमनदीहरू पनि कभर गर्नेछौँ। यो सिलेबस नै एक्जामको लागि एकदमै पर्फेक्ट तरिकाले डिजाइन गरिएको छ। ल, सुरु गरौँ खण्ड 1बाट। जलसम्पदा र नदी प्रणाली। एउटा म्याक्रो भ्यू अर्थात् समष्टिगत अवस्था हेरौँ। 6000 सुन्दा अलि अचम्म लाग्छ नि। हो, साना र ठूला गरेर नेपालमा करिब 6000 भन्दा बढी नदीनालाहरू छन् र यही विशाल जलभण्डारको कारणले गर्दा नै हामी ब्राजिलपछि विश्वको दोस्रो र एसिया महादेशमा चाहिँ निर्विवाद रूपमा पहिलो जलधनी देश बन्न पुगेका छौँ। यो एकदमै गर्व गर्न लायक तथ्याङ्क हो। अब यी डाटाहरू चाहिँ दिमागमा प्रिन्ट नै गरिहाल्नुस्। विश्वको कुल जलस्रोतको 2.27% हामीसँग छ, जबकि पहिलो हुने ब्राजिलसँग 5.67% छ। हाम्रो कुल जलभण्डार क्षमता 2,02,000 मिलियन क्युबिक मिटर छ अनि सबै नदीको लम्बाइ जोड्ने हो भने 45,000 किलोमिटर पुग्छ। देशको 3.9% भूभाग त नदीले नै ओगटेको छ। 11 किलोमिटर भन्दा लामा 1000 भन्दा बढी नदी छन्। तर एउटा दुःखको कुरा चाहिँ के छ भने नि, जलप्रकोपबाट हुने क्षतिमा नेपाल विश्वकै 30औं स्थानमा पर्छ। यो यथार्थलाई पनि हामीले बिर्सनु हुँदैन। अब लागौँ खण्ड 2 तर्फ, जहाँ हामी नदीहरूको स्तर र उद्गमस्थलको वर्गीकरण गर्नेछौँ। भौगोलिक उत्पत्तिका आधारमा हाम्रा नदीहरूलाई मुख्यतया 3 स्तरमा बाँडिन्छन्। पहिलो स्तरमा हिमालको हिउँ पग्लेर बन्ने 22वटा बाह्रैमासे नदीहरू पर्छन्। कोशी, गण्डकी, कर्णाली र महाकाली यी नै हुन्। दोस्रो स्तरका नदीहरू महाभारत पर्वतबाट र तेस्रो स्तरका नदीहरू चुरे पहाडबाट निस्कन्छन्। एक्जामको लागि एउटा महत्त्वपूर्ण पोइन्ट याद राख्नुस्। पहिलो स्तरको महाकाली नदी अपी हिमालबाट निस्केर 223 किलोमिटर बगेपछि जब भारत प्रवेश गर्छ त्यसलाई शारदा उपनामले चिनिन्छ। अब एक्जामको लागि एउटा गजबको ट्रिक्स। दोस्रो स्तरका नदीहरू सम्झन गाह्रो हुन्छ नि, बस यति सम्झिनुहोस्, बा मेरो मात्र किताब किन। हेर्नुहोस् त कति सजिलो। बागमती, मेची, राप्ती हुँदै कमलासम्म। त्यस्तै भोटमा मूल भएका 6वटा नदी सम्झन अता सुत्कत्री भन्ने सूत्र प्रयोग गर्नुहोला। यी नदीहरूले नै हिमाल, पहाड र तराईलाई एक आपसमा स्थायी रूपमा जोड्ने काम गरेका छन्। खण्ड 3। अब हामी नेपालका बिग थ्री अर्थात् कोशी, गण्डकी र कर्णालीको गहिरो अध्ययन गर्नेछौँ। देशको कुल जलभण्डारको 74% त यिनै 3 नदीले ओगट्छन्। हाम्रो कुल जलविद्युत क्षमता 83,000 मेगावाट हो, जसमध्ये कर्णाली एक्लैको 32,000 मेगावाट छ। त्यसपछि कोशीको 22,000 र गण्डकीको 21,000। लम्बाइमा कर्णाली सबैभन्दा लामो भए पनि बहाव क्षमताको कुरा गर्दा गण्डकी सबैभन्दा शक्तिशाली छ है। यसको बहाव 1713 घनमिटर प्रति सेकेन्ड रहेको छ। यो तुलनात्मक अध्ययन एकदमै याद गर्नुहोला। सुरुमा कोशी नदीको यात्रा हेरौँ। पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा लाङटाङ हिमालसम्म फैलिएको यो नदी नेपालको सबैभन्दा ठूलो नदी हो। कौशिक ऋषिको नामबाट आएको यो नदी विश्वकै दोस्रो तीव्र गतिमा बग्ने नदी पनि हो। नेपालमा सबैभन्दा धेरै बाटो बदल्ने नदी यही हो। 7वटा सहायक नदी मिसिएर बनेको कोशी चत्राबाट तराई झर्छ र भारत पसेपछि यसलाई दामोदर भनिन्छ। बाढीले गर्दा हुने विनाशको कारण यसलाई बिहारको दुःख भनेर पनि चिनिन्छ। त्यसपछि आउँछ गण्डकी। लाङटाङदेखि दौलागिरीसम्म फैलिएको यो नदी नवलपरासीको त्रिवेणीबाट भारत प्रवेश गर्छ। अघि नै भनियो, बहाव क्षमतामा यो नेपालकै नम्बर 1 हो। यसको सबैभन्दा ठूलो सहायक नदी काली गण्डकी हो, जसलाई चक्राकार नदी पनि भनिन्छ। अनि एउटा एकदमै युनिक कुरा, प्रसिद्ध रुरु क्षेत्र यसैको किनारमा छ र शालिग्राम पाइने यो विश्वकै एकमात्र नदी हो। ऐतिहासिक र धार्मिक रूपमा यो कति महत्त्वपूर्ण छ यसैबाट प्रष्ट हुन्छ। अनि हाम्रो कर्णाली नदी धौलागिरीदेखि व्यास ऋषिसम्म फैलिएको यो नेपालको सबैभन्दा लामो नदी हो। मानस सरोवर ताललाई आफ्नो मूल मान्ने यो नदी सुदूरपश्चिमका विकट पहाडहरू छिचोल्दै 507 किलोमिटरको यात्रा तय गरेर चिसापानी हुँदै तराई झर्छ।
जलविद्युत निकाल्न सबैभन्दा धेरै सम्भावना भएकोले क्षेत्रीय विकासको लागि यो साँचो अर्थमा एउटा गेम चेन्जर हो। अब खण्ड 4 सहायक नदीहरूको पूर्वदेखि पश्चिमको क्रम। यो चाहिँ एक्जाममा एकदमै धेरै सोधिने हाई प्रोबेबिलिटी टपिक हो। परीक्षामा सबैभन्दा धेरै झुक्काउने नै यही क्रमले हो। कोशीका लागि त अद्युलिता सुई र गण्डकीका लागि त्रिबुद मासेका जस्ता फोनेटिक सूत्रहरू प्रयोग गर्नुभयो भने यो सजिलै याद हुन्छ। साथै तीनैवटा नदीका ठूला सहायक नदीहरू अर्थात् कोशीको अरुण, गण्डकीको कालीगण्डकी र कर्णालीको हुम्ला कर्णाली बीचको तुलना गर्न पनि नछुटाउनुहोला। कर्णालीको सहायक नदीहरूको क्रम सम्झन्न त हामीसँग एउटा अचूक सूत्र नै छ, सानोबाट ठूलो भए म त हुम्ला बसी। कति रमाइलो छ नि। यसले क्रमशः सानो भेरी, ठूलो भेरी, मुगु कर्णाली, तिला, हुम्ला कर्णाली, बुढी गङ्गा र सेतीलाई जनाउँछ। परीक्षाको दिन यो सूत्र तपाईका लागि एउटा गोप्य हतियार जस्तै साबित हुनेछ। खण्ड 5 मा प्रवेश गरौँ। पौराणिक नाम र विशेषताहरू। यसलाई ऐतिहासिक भूगोल पनि भन्न सकिन्छ। कुन नदी कहाँबाट निस्कन्छ भन्ने प्रश्न निरन्तर आइरहन्छ। जस्तै महाकाली अपी हिमालबाट, सेती सैपालबाट र बुढीगङ्गा जगदुल्ला तालबाट। त्यस्तै मर्स्याङ्दी दामोदर हिमालबाट र कालीगण्डकी मुस्ताङ लेकबाट सुरु हुन्छ। यी आधारभूत भौगोलिक तथ्यहरू हुन् जसलाई तपाईँले ठ्याक्कै कण्ठ पार्नुपर्ने हुन्छ। ल, यहाँनिर एउटा प्रश्न सोचौँ त। कुन प्रमुख नदीलाई पौराणिक रूपमा धर्मधारा भनेर चिनिन्छ? यो लोकसेवामा बारम्बार सोधिने प्रश्न हो। यसको सही उत्तर हो त्रिशुली। पौराणिक कालमा त्रिशुलीलाई धर्मधारा भनिन्थ्यो। यी नदीहरूले गहिरो सांस्कृतिक इतिहास बोकेका छन्। अरुणलाई महाप्रभा, कालीगण्डकीलाई कृष्णगण्डकी, कर्णालीलाई पञ्चेश्वरी र तमोरलाई दुःखदी भनिन्छ। यो पौराणिक नामहरूको जोडा मिलाउने लिस्ट चाहिँ इक्जामको लागि छुटाउनै नहुने विषय हो। अब हाम्रो अन्तिम खण्ड, खण्ड 6 प्रमुख हिमनदीहरू अर्थात् हाम्रा प्राकृतिक जलाशयहरू। पहिलो स्तरका नदीका मुख्य स्रोत नै यिनै हुन्। हिमनदीहरूको वितरण हेर्दा अधिकांश ठूला हिमनदीहरू सोलुखुम्बुमै केन्द्रित छन्, जस्तै खुम्बु, इम्जा र लोत्सेसार। तर ख्याल गर्नुहोस् है, केही महत्त्वपूर्ण अपवादहरू पनि छन्। रसुवाको लाङटाङ र कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने थर्पुचुली हिमनदी। इक्जाममा लोकेसन सोद्धा यिनै अपवादहरूले बढी झुक्काउँछन्। अब यो सबै तथ्य पढेपछि परीक्षा हलभन्दा अलि बाहिर निस्केर एउटा ठूलो कुरा सोचौँ त। हाम्रा प्रमुख 3 नदीले मात्रै कुल जलभण्डारको 74% क्षमता ओगट्छन् भने बाँकी रहेका ती हजारौं साना तथा मझौला नदीहरूको सही सदुपयोग गर्न सकियो भने हाम्रो क्षेत्रीय विकासमा कस्तो युगान्तकारी परिवर्तन आउला। साँच्ची नै यी भौगोलिक तथ्याङ्कहरूको वास्तविक शक्ति यहीँनिर लुकेको छ। नेपालको यो विशाल र जटिल नदी प्रणालीलाई एकैपटक पढेर मात्र दिमागमा सेट गर्न गाह्रो हुन्छ। त्यसैले निरन्तर रिभिजन गरिरहनुहोस्। नदीको बहाव जस्तै ज्ञानको बहाव पनि कहिल्यै रोकिनु हुँदैन। यी तथ्याङ्क र सूत्रहरूलाई आफ्नो सेकेन्ड नेचर नबनाउन्जेल अभ्यास गरिरहनुहोला। तपाईहरूको उत्कृष्ट तयारीको लागि धेरै धेरै शुभकामना।